धेरै कुराहरू सोच्नु होइन, एउटै सोचमा फसिरहनु हो। यसलाई हामी ओभरथिङ्किङ भन्ने गर्छौँ। जस्तै मैले त्यस्तो किन भने, उसले मलाई रिप्लाई किन गरेन, यदि म असफल भयो भने, भोलि केही नराम्रो भयो भने, यस्ता कुराहरू कहिलेकाहीँ सोच्नु सामान्य मानिन्छ। तर एउटै कुरा पटक पटक सोचिरहने, सोच्दा सोच्दै तनाव बढ्ने र समाधान भने ननिस्किने अवस्थालाई हामी ओभरथिङ्किङ, अत्याधिक सोचाइ भन्ने गर्छौँ। हाम्रो जीवनमा समस्याहरू आइरहेछन्। समस्या समाधान गर्न खोज्नु राम्रो सोच हो, तर समाधान खोज्नुको सट्टा एउटै कुरा बारम्बार सोचिरहनु नै ओभरथिङ्किङ हो। यसले समस्या घटाउनुको सट्टा तनाव, चिन्ता, निन्द्राको समस्या र निर्णय गर्न कठिनाइ बनाउन सक्छ। ओभरथिङ्किङका विशेष गरेर मुख्य रूपमा दुईवटा रूपहरू हुन्छन्। रुमिनेसन, विगतमा अड्किने सोच, मैले त्यस्तो किन गरेँ, त्यति बेला त्यसो गरेको भए हुन्थ्यो, अर्थात् भइसकेको घटनालाई बारम्बार सम्झिरहने अवस्था। अर्को हो वरी, भविष्यको डर। यदि म बिरामी भयो भने, जागिर गयो भने, केही नराम्रो भयो भने, मतलब अझै नभएको घटनालाई लिएर लगातार चिन्ता गर्ने अवस्था। यो ओभरथिङ्किङ समस्या विशेषतः धेरै जिम्मेवारी लिने व्यक्ति, पर्फेक्सनिस्ट व्यक्ति, आत्मविश्वास कम भएका व्यक्ति, धेरै संवेदनशील व्यक्ति, एङ्जाइटी वा डिप्रेसन भएका व्यक्ति, ठुलो मानसिक आघात भएका व्यक्ति, अरूलाई सधैँ खुसी पार्न खोज्ने व्यक्तिहरूलाई हुने गर्दछ। यसरी लगातार तनाव हुँदा शरीरको स्ट्रेस रेस्पोन्स सक्रिय हुन सक्छ। त्यसपछि मुटुको धड्कन बढ्छ, मांसपेशी तनावमा हुन्छ, निन्द्रा बिग्रिन्छ, ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, चिडचिडापन र मानसिक थकान बढ्छ। ओभरथिङ्किङलाई कम गर्ने विभिन्न उपायहरू छन्। आज म तपाईँहरूलाई ओभरथिङ्किङ कम गर्ने 7 सरल उपायहरूको बारे जानकारी दिन गइरहेको छु। ध्यान दिएर सुन्नुहोला है त। 1. आफैलाई सोध्नुहोस्, यो तथ्य हो कि मेरो अनुमान मात्र हो। 2. सोचिरहनुभन्दा सानो एक्सन लिनुहोस्, सानो कदमले पनि सोचको चक्र तोड्न सक्छ। 3. निर्णयको समय सीमा तोक्नुहोस्, हरेक निर्णयलाई लामो समयसम्म सोचिरहनु आवश्यक छैन। 4. वर्तमानमा फर्किनुहोस्, माइन्डफुलनेस, गहिरो श्वास र आफ्नो वरिपरिका कुरामा ध्यान दिनु उपयोगी हुन सक्छ। 5. नियमित व्यायाम गर्नुहोस्, यसले तनाव कम गर्न र निन्द्रा सुधार्न सहयोग गर्छ। 6. आफ्नो सोच लेख्नुहोस्, मनमा घुमिरहेका कुराहरू कागजमा लेख्दा सोचलाई व्यवस्थित गर्न सजिलो हुन्छ। 7. विश्वसिलो व्यक्ति वा मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्नुहोस्, मनभित्र राखिरहनुभन्दा खुलेर कुरा गर्नु धेरै उपयोगी हुन्छ। यदि अत्यधिक सोचाइ धेरै लामो समयदेखि रहिरहेको छ, दैनिक समयमा असर परिरहेको छ, निन्द्रा लगातार बिग्रिएको छ, प्यानिक एट्याक वा डिप्रेसनका लक्षणहरू छन् वा आफूलाई हानि गर्ने विचार आइरहेको छ भने मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ। कतिपय अवस्थामा होमियोपेथिक औषधिहरूले पनि निकै राम्रो काम गरेको देखिन्छ। ओभरथिङ्किङलाई ब्लक गर्नेदेखि लिएर मुडलाई पनि फ्रेस गर्ने गर्दछ। त्यसैले आउनुहोस्, हामीहरू तपाईँहरूको समस्यालाई नजिकबाट हेर्ने गर्छौँ र सही उपचारको मार्गदर्शन गर्ने गर्दछौँ। नमस्ते, म डाक्टर राजेन्द्र मानन्दर, पद्मश्री होमियोपेथिक क्लिनिक पोखरा न्यू रोडमा कार्यरत छु। अन्तमा ओभरथिङ्किङ भनेको धेरै सोच्नु मात्र होइन, समाधान नदिने सोचको चक्रमा फसिरहनु हो। जति धेरै सोच्दैमा त्यति नै धेरै स्पष्टता आउँछ भन्ने हुँदैन। कहिलेकाहीँ स्पष्टता सोचेर होइन, सही कदम चालेर आउँछ। यो कुरा तपाईँलाई मात्र होइन, ओभरथिङ्किङ गरिरहने तपाईँको कुनै साथी वा परिवारको सदस्यलाई पनि उपयोगी हुन सक्छ। सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक र सब्सक्राइब पनि गरिदिनु होला है त। धन्यवाद।